हामीले टिकट लियौँ एउटा टिकटको 20 रुपियाँ रहेछ अब हामी भित्र नमस्ते वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी घुम्न जाँदैछौँ ओसो पार्क होइन। हिजो पनि प्लान गरेको थियौँ हामीले। हिजो चाहिँ पानी परेकोले गर्दाखेरि हाम्रो प्लान क्यान्सल भयो। हामी रेडी भइसकेको थियौँ। रेडी भइसकेर पनि ठुलो पानी पर्यो। पानी नरोकेको कारणले गर्दाखेरि हामीले आज जाने डिसिजन गऱ्यौँ होइन। अब हामी 4 बजीतिर निस्किनेछौँ यहाँदेखि। अनि यहाँदेखि निस्केर हामी डाइरेक्ट ओसोमा झर्नेछौँ। रेडी हुँदैछ सबैजना। अब हाम्रो गाडी पनि आइसक्यो। अब हामी यहाँदेखि निस्केर डाइरेक्ट ओसोमा भेट्नेछौँ है। त रेडी भइसकेछ। अब हिरो नै भएर अब ल अब जानुपर्छ है। अब बुम्बोमा जानुपर्छ ल। बुम्बोमा जानुपर्छ। हिरो फेरि हिरो भइसकेको छ यहाँनिर। अर्को हिरो भइसकेको छ। अब यहाँ जाने अरे बुम्बोमा। ओ के भयो सरी ल यता ल तिमी पनि जाने ल ल ल ल ल अब हिँडेको है। ल हामी चाहिँ अब रेडी भइसक्यौँ। अब यहाँदेखि अब निस्किने छौँ है। बाई 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 ल बाई बाई माउन्ट किन आउनु ल। अब चाहिँ हामी लाग्नेछौँ। ल लागेको अब हामी यहाँदेखि ल बाई बाई लागेको अब चाहिँ हामी के गर्छौ ए किरा पो थियो। अधेरी खोला आइपुग्यौँ हामी। अधेरी खोलाको पुल हो यो। चाहिँ देउराली हो तल्लो देउराली। अहिले चाहिँ हामी सेउती पुलमा आइपुग्यौँ। अहिले चाहिँ हामी भान्चोक आइपुग्यौँ। यहाँनिर भान्चो घन्टाघर यता छ। घन्टाघर लाग्यो। अब चाहिँ हामी मास्तिर यो चाहिँ धरानको भान्चोक।
भन्नलाई आइपुग्यौँ। अब यही हो जाने बाटो भनेको चाहिँ फुस्रेदेखि यतापट्टिको ओसो पार्क जाने बाटो भनेको चाहिँ यही हो है। यहाँदेखि चाहिँ अब तलतिर जाइयो। होला टेम्पो यतै राख्नुहुन्छ कि माथि राख्नुहुन्छ अङ्कल? ओ आयो 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 अहिले चाहिँ हामी आइपुग्यौँ यहाँनिर है। अब डुली डुली गर्नुपर्छ है ल। आवे आवे यता ल। हामी चाहिँ अहिले आइपुग्यौँ ओसो पार्कमा। ओ के छ हौ? अन्त भ्लग बनाउँदै हिँडेको। SDS रक गार्डन मेन रोड। अब छिटो 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 यता 4 4:30 भयो तर घाम लागिरहेछ होइन। आमा यहाँ हेर्नुहोस् हामी चाहिँ फाइनली आइपुग्यो। मजाले हेर त गाडीहरू छ है त्यहाँनिर यस गार्डन। अहिले हामी भित्र जानेछौँ यहाँनिर होइन भित्र। हामी अहिले एकछिन भित्र जानेछौँ। सुरुमा चाहिँ हामी संस्कृति पार्कमा जानेछौँ। सुरुमा चाहिँ हामी माथि जानेछौँ होला। यहाँ जाने कि यहाँ छिर्ने कुता जाने? यहाँ सुरुमा यहाँ छिर्ने कुता छिर्ने? माथि छिर्नुपर्छ क्या पहिला है। माथि सुरुमा छिरौँ सांस्कृतिक पार्कतिर। त्यो चाहिँ पार्किङ गर्ने ठाउँ। हेर टेम्पोहरू घुमिरहेको हुन्छ। आऊ आऊ आऊ। हेलो हेलो हामी कहाँ छौँ? हामी कहाँ आएको? होला हो क्या मम्मी? यो पहिले खाली थियो यहाँनिर। यो बाटो त यत्रो त हामी जाँदा फेरि बाटो हिँड्दै जाँदा फेरि माथि यत्रो बाटो थियो यो। अस्ति आउँदा फेरि यो भर्खर भनिरहेको रहेछ। हामी अहिले एकछिनमा आउनेछौँ यहाँनिर। हजुर यहाँनिर यस्तो आयो सांस्कृतिक पार्क। अब चाहिँ हामी यहाँनिर टिकट काटेर हामी भित्र जानेछौँ। हामीले टिकट लियौँ। एउटा टिकटको 20 रुपियाँ रहेछ। अब हामी भित्र छिरेको अब सांस्कृतिक पार्कतिर।
यहाँ यताबाट छिट्दै छिर्दै थियौँ न यहाँनिर बजाउने ढोल रहेछ यो बजाउने ए अहिले खिच्नुपर्छ यता आऊ अपे यहाँबाट छिट्दै घुम्दै हिँड्नु नि यस्तो बनाएको छ नि त अहिले आऊ आऊ डुङ्कु गर्न यो के हो अङ्कल हुनुहुन्छ रहेछ त एकदम राम्रो यो बाटो चाहिँ एकदम दामी बनेछ अहिले यार हाम्रो बाजे हेर यहाँ पनि बाजे हुनुहुन्छ रहेछ है अबे बाजे पो बाजे हो लायन लायन हामी घुम्दैछौँ तलदेखि हिँड्नु आमा उतातिर यहाँनिर के बनाउनु लाग्नु भएको छ क्या यो अहिले खोलेपछि थाहा हुन्छ यो के को हो भनेर यहाँनिर ढुङ्गा किट्दै क्या यो चाहिँ यहाँनिर चाहिँ अब के नयाँ चिज बन्दै रहेछ होइन अब यसको कति दिनपछि हर्क बाद भने त्यही श्रमकै बनाएको होला सायद यो चाहिँ आगो बस्ने ठाउँ पनि ओभर दामी छ है कस्तो राम्रो के हो यो काठ पो रहेछ त आमा कस्तो राम्रो कस्तो दामी गर्मी चाहिँ बाटो कस्तो राम्रो बनायो है आम्माम ओभर राम्रो यो बाटो बनाउनु भएछ अहिले आमा ल हामी ल कुद्नु पो थाल्छ त अनि कुद्नु थालिदिएको ल यहाँनिर पनि हल्का कामहरू हुँदै रहेछ यहाँनिर नयाँ भवन हो कि के हो अनि अर्कै दामी गोर्खासहरूको क्या सही बनाउनु हो अब राम्रो मान्छेहरू आउने आइरहेका छन् जाने गइरहेका छन् मामा बहुत राम्रो हो यहाँनिर पनि सही बस्ने ठाउँ होला सायद यो भवन पनि सही रमाइलो हुने रहेछ ल हामी यहाँदेखि छिरेर जाउँ ल हामी अब यहाँदेखि छिर्दै घुम्दै जानेछौँ माथि ए आउनु त नि आउनु त म हेर्नु यहाँनिर चाहिँ पानीको उयो जस्तै लाग्यो मलाई चाहिँ कस्तो राम्रो हो यो त नयाँ ठाउँमा पनि हामी यो नयाँ बनाउँदै रहेछ है नयाँ ठाउँमा पनि आइपुग्यो तर गर्मी चाहिँ लास्टै गर्मी यार
धारा राख्ने छ यहाँ पनि त्यस्तै लाग्यो मलाई हेर्नु नि यहाँ मासतिर पनि गोर्खास ल ल ल ल ल के गर्दैछौ यहाँनिर लु जुम 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 आऊ 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 यहाँ पछि फोटो खिच्ने चाहिँ राम्रो हुने रहेछ यहाँ यो साइडमा दामी पोखरी जस्तै बना जस्तो लाग्यो ब्रिटिस स्मृति जस्तैमा त्यो जे होस् नयाँ पार्क जस्तै भन्नु पर्यो त्यो पनि एउटा तलको जस्तै क्या यो चाहिँ हाम्रो मेन मुटु भनेको उयो हो साथीहरू यो ल आरा धरान तल सानी ल ल ल ल ल ल तल 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 वाउ घुम्नु भनेपछि त छोरी त छोरी ओ खुसी छैन ल बाई 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 आऊ आऊ सम्बन्ध आऊ यता आफै अरे हो आफै अरे फिस मार्ने फिस यहाँ छ आऊ पानी खाइदिउँ न त अनि ठिक छ केही हुँदैन हातले खाँदा नि हुन्छ भित्र नपसिदिनु होला उता जानु हुँदैन भित्र बाहिर छिरो अङ्कलले मार्नुहुन्छ छिरो आऊ त भित्र जानुहुन्न के अरे युवान यो फिस हो फिस कस्तो पसिना सबैतिर आयो है फेरि गर्मीले गर्दाखेरि क्या भइरहेछ क्या भन्नुपर्छ इ भन्छ झर्छ है सानोमा यही 4 जना के हो सानो मान्छे फिस देखाउँदैछ आमा छोरा भिडियो बनाउँदैछ फिस सक्यो नसमात्ने फिस खाने रे के छ त्यहाँ ए नोती खाने नोती दिनुहोस् बोजू मेरो छोरालाई कता हुनुहुन्छ रोटी खाने मान्छे कता हौ भोलि दिन हुन्छ अरे जाउँ ए बाबा गर्मी भयो लु जाउँ अब हामी तल जानेछौँ एकछिन सट्टसँगले सर अब यहाँदेखि निस्किने
ल म त फेरि सुताएर गराउँछु मैले फोटो खिच्दैछु त्यहाँनिर भाइ फोटो खिच्नु भनेपछि होइन नुन्ने निन्द्रा आयो क्या अरे बजाउँदै अब चाहिँ यहाँ पनि मजाले टाइम पास हुने रहेछ है सुरु खरे यत्रो भइसकेछ अब चाहिँ हामी सम सांस्कृतिक पार्कबाट चाहिँ यहाँ तलतिर आउनु लागेको होइन उयोहरू घुमिसक्यौँ अब यता आउनु हुँदैछ अब हामी तलतिर लागेको अनि त्यसपछि यास गार्डनतिर जाने हो त्यहाँनिर अभी 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 अब चाहिँ यहाँ पनि मजाले टाइम पास हुने रहेछ है अङ्कल फोटो खिच्नुहुन्छ म खिच्दिन खै अब हामी यहाँनिर एकछिन यता भित्र छिरौँ न यहाँ फोटो खिचेकै छैन ए भाइ भाउजूहरू पनि आउनुभयो ठिक्क अब हामी यहाँनिर एकछिन फोटो खिच्ने फोटो खिचेर ल ओहो को आउनुभयो जा अरे लड्छ है ओह्रालोमा है ल माथि घुमेर आयौँ अब यहाँनिर एकछिन आएको छौँ यता फोटो खिच्नुहुन्छ अङ्कल खिचिदिउँ को आइपुग्नु भयो यहाँनिर को आइपुग्नु भयो म चाहिँ यहाँबाट म छुटै भनेको छोराछोरी छोडिदिएर यहाँ बिन्दासले बसिरहेको छु ल भागेर न अब अर्को ठाउँतिर जाँदैछौँ भन्नु साथी होइन यो हामी कहाँ आएको यता घुम्नु यहाँ चाहिँ शीतल हुने रहेछ हौ तल अन्त त यता यहाँ चाहिँ शीतल भयो मान्छे आउने आइरहेको
पछाडि बढ्नु ठिकै छ नि त अगाडि बढ्नु ल ल के भयो 150 यहाँ चाहिँ टाउको खल्ल कालो होला हर्कसँग देखिँदैन क्या हर्कसँग जस्तो हुने जस्तो झ्यास ढुङ्गा पकेको जस्तो देखिँदैछ क्या मामा छिरिसकेछ फेरि यो त ल आउनु ओ पानीमा फेरि जाने पानीमा आउनु त पानी खेल्छ दाइ फेरि ल लड्छ यहाँ हो नि यहाँ पुलमा खिच्नुपर्छ ल जाउँ हामी चाहिँ हामी पनि ल आउन हो के गरे बसेको पानी खेल्नु नपाएर कता ए ल हामी अब ओ ल यहाँ पो राम्रो आउने रहेछ ल फोटो खिच्यौँ अब यहाँ चाहिँ सही आउने रहेछ बाटो भिडियो गर्दै चिल्ड्रेन पार्कमा आइसक्यौँ ओसोको वाउ हामी यहाँ यसो अब केटाकेटीहरूलाई यसो खेलाउन खेल्नुको लागि लिएको छु यहाँ खेल्दैछ यिनीहरू Ali, Yuan, Ali. यहाँ बसी Wow, turning point, killing wow. Why happy birthday to you? Happy birthday. Ngon không mau?
हामीलाई हैन त नानीहरुलाई अघि यहाँले ठुल्ठुलो मान्छे बसिरहेको थियो कराउँदैछ उहाँबाट अनि नानीहरू बस्ने ठाउँमा ठुल्ठुलो मान्छे कहाँ बस्छ पुरै पोखरा घुमिरहेको चिप्लेटी खेल्नु गएको थियो ल चिप्लेटी खेलो अब ताली ल 1 2 3 गो गो कोइ वाह भयो ल अब जाउँ होला हौ ल छिटो छिटो अब भयो 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 है अब भयो है ल ल दियो 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 ल ल ल ओ उफ अब यहाँदेखि हामी फर्केको साथीहरू ल अब चाहिँ बाई बाई भन्नु पर्ला कहाँ गयो त पनि सही डिजाइन पहिले थियो नि यो पुल हामी हिँड्दै हिँड्दै यो गर्दा नि त केही थिएन यहाँ आइसक्रिम किन्यो तर आइसक्रिम किन्ने पैसा चाहिँ छैन मसँग अब के गर्ने हो राख्नुहुन्छ राख्नुहुन्छ राख्नु नि त ल अब हामी यहाँदेखि लागेको ओसो घुम्यो होइन यहाँनिर घुमेर अहिले 7 बज्यो 7 बजेर अब यहाँको भ्लग आजको भ्लग यहाँनिर इन गर्ने छु अन्त धन्यवाद नमस्ते बाइ बाइ स्टे ट्युन